Well, students, today we are going to discuss about types of variable. आज हामी भेरिएबलका प्रकारहरूको बारेमा विस्तृत अध्ययन गर्छौँ. And types of variable we have already taught yesterday class. So today we are going to discuss something more about चर. आज हामी चरका प्रकारहरूको बारेमा विस्तृतमा अध्ययन गर्छौँ. चरको प्रकारहरूमध्ये पहिलो प्रकार हामी स्वतन्त्र चर इन्डिपेन्डेन्ट भेरिएबल भनेर पढेका थियौँ. वास्तवमा यो स्वतन्त्र चर अथवा इन्डिपेन्डेन्ट भेरिएबल भनेको के हो भन्दाखेरि यसको पहिला हामी डिफाइन गरौँ. कुनै पनि प्रयोग वा अनुसन्धानमा प्रयोगकर्ताले मान निर्धारण गर्न सक्ने जुन चर छ त्यही चरलाई नै हामी स्वतन्त्र चर भन्छौँ वा स्वतन्त्र चर भनिन्छ. भन्नाले कुनै पनि प्रयोग वा अनुसन्धानमा प्रयोगकर्ताले मान निर्धारण गर्न सक्ने चरलाई स्वतन्त्र चर भनिन्छ. अब यसमा हामीले स्वतन्त्र कुनै पनि प्रयोग हुन्छ अथवा अनुसन्धान हुन्छ, त्यो हामीले नै कुनै प्रयोग अनुसन्धान गर्दाखेरि हामीले जसको मान आफ्नो आवश्यकता अनुसार निर्धारण गर्न सक्छौँ भने त्यस्ता प्रकारका चरहरूलाई स्वतन्त्र चर भनिन्छ. एक्जामिनेसन पोइन्ट अफ भ्यूले हामीलाई कुनै पनि प्रयोग अथवा अनुसन्धान दिएको हुन्छ, त्यसमा चाहिँ हामीले कुन चाहिँ स्वतन्त्र चर हो, कुन चाहिँ आश्रित चर हो र कुन चाहिँ कन्ट्रोल भेरिएबल भन्नाले नियन्त्रण गर्नुपर्ने चरहरू छुट्याउनु पर्ने हुन्छ. त्यही भएर यसको इक्जाम्पल धेरै आवश्यक छ. इक्जाम्पल अलि राम्ररी बुझ्नुपर्ने हुन्छ. फर्स्ट इक्जाम्पलमा हामी हेरौँ. रबर ब्यान्डको तन्काइमा रबर ब्यान्डको तन्काइमा रबर ब्यान्डको तन्काइको लम्बाइ चाहिँ स्वतन्त्र चर independent variable. Extension of length of extension of rubber band is independent variable. भन्नाले रबर ब्यान्डको तन्काइमा रबर ब्यान्डको जुन लम्बाइ छ त्यो स्वतन्त्र चर हो. किनभने रबर ब्यान्डको तन्काइमा हामीले रबर ब्यान्डलाई कति सेन्टिमिटर लम्ब्याउनु पर्ने, जस्तै 7 सेन्टिमिटर, 10 सेन्टिमिटर, 12 सेन्टिमिटर, कति सेन्टिमिटर लम्ब्याउनु पर्ने, त्यो चाहिँ हामी त्यसको मान निर्धारण गर्न सक्छौँ. भन्नाले हामीले आफ्नो आवश्यकता अनुसार त्यसको मान परिवर्तन गर्न सक्छौँ. त्यही भएर रबर ब्यान्डको तन्काइको जुन लम्बाइ छ स्वतन्त्र चर हो. तर त्यो रबर ब्यान्डको तन्काइको कारणले कागजको जुन गोली छ त्यसले पार गर्ने दूरी भनेको त्यो स्वतन्त्र चर होइन, त्यो आश्रित चर हो. किनभने त्यो चाहिँ रबर ब्यान्डको तन्काइको लम्बाइमा डिपेन्ड गर्छ. त्यसलाई त्यसको मान हामी आफै निर्धारण गर्न सक्दैनौँ. त्यही भएर
रबर ब्यान्डको तन्काईको लम्बाइ स्वतन्त्र चर हो, तर रबर ब्यान्डको तन्काईको कारणले त्यो पार गरेको जुन दूरी छ, कागजको गोलीको जुन दूरी छ, त्यो दूरी चाहिँ आश्रित चर हो। त्यस्तै हामी नेक्स्ट इक्जाम्पल हेर्छौँ। इक्जाम्पल नम्बर 2, बिरुवाको वृद्धि विकासमा बिरुवाको वृद्धि विकासमा बिरुवाको वृद्धि विकासमा मल, प्रकाश र पानीको मात्रा स्वतन्त्र चरहरू हुन्। भन्नाले बिरुवाको वृद्धि र विकासमा हामी मल, प्रकाश र पानीको मात्रा चाहिँ स्वतन्त्र चर हुन्। किनभने कुनै बिरुवाको वृद्धि विकासको बारेमा हामीले अध्ययन अनुसन्धान गर्दा र प्रयोग गर्दा नेक्स्ट इक्जाम्पल हामी हेरौँ। नेक्स्ट इक्जाम्पल रहेको छ, बिरुवाको वृद्धि विकासमा मल, प्रकाश र पानीको मात्रा यिनीहरू चाहिँ स्वतन्त्र चरहरू हुन्। किनभने मानौ हामी बिरुवाको वृद्धि विकासबारे हामी प्रयोग वा अनुसन्धान गर्न गइरहेका छौँ भने त्यसमा हामीले प्रत्येक दिन कति ग्राम फर्टिलाइजर मल युज गर्ने हो, अथवा त्यसमा प्रकाशको मात्रा कतिसम्म परोस्, अथवा त्यसमा कति क्वान्टिटी हामी पानी दिनकै हाल्छौँ, त्यो चाहिँ हामीले आफ्नो आवश्यकता अनुसार त्यसको भ्यालु डिसाइड गर्न सक्छौँ अथवा निर्धारण गर्न सक्छौँ। त्यही भएर यिनीहरू चाहिँ स्वतन्त्र चरहरू हुन्। भन्नाले बिरुवाको वृद्धि र विकासमा हामी मजाले मल, प्रकाश र पानीको मात्रालाई आफ्नो आवश्यकता अनुसार परिवर्तन गर्न सक्छौँ। त्यही भएर यिनीहरू चाहिँ स्वतन्त्र चर हुन् भनेर हामीले बुझ्नु पर्यो। स्वतन्त्र चर इन्डिपेन्डेन्ट भेरिएबलको बारेमा यति बुझ्दा हुन्छ। अब हामी नेक्स्ट टाइप्समा जाउँ। नेक्स्ट टाइप्समा हाम्रो छ स्वतन्त्र चर पछि आश्रित चर, डिपेन्डेन्ट भेरिएबल। आश्रित चर, सेकेन्ड टाइप इज आश्रित चर, means dependent variable. आश्रित चर, यसलाई हामी इङ्ग्लिसमा डिपेन्डेन्ट भेरिएबल भन्छौँ। आश्रित चर भनेको कुनै प्रयोग वा अनुसन्धानमा प्रयोगकर्ताले मान निर्धारण गर्न सक्दैन वा प्रत्यक्ष चरमा निर्भर हुने चरहरूलाई
नै, आश्रित, आश्रित or dependent variable, आश्रित चर डिपेन्डेन्ट भेरिएबल भनिन्छ। भन्नाले डिपेन्डेन्ट भेरिएबल मिन्स कुनै पनि प्रयोग वा अनुसन्धानमा प्रयोगकर्ताले मान निर्धारण गर्न सक्दैन वा त्यस्ता चरहरू जुन चाहिँ प्रत्यक्ष चरमा निर्भर हुने गर्दछ त्यस्ता चरहरूलाई नै हामी आश्रित चर भन्छौँ। अब यसमा आश्रित चरका हामी इक्जाम्पलहरू यहाँ हेर्छौँ। इक्जाम्पल फर्स्ट, रबर ब्यान्डको तन्काइमा, रबर ब्यान्डको तन्काइमा, रबर ब्यान्डको तन्काइमा, रबर ब्यान्डको तन्काइमा कागजको गोलीले, कागजको गोलीले पार गर्ने जुन दूरी छ, डिस्टेन्स, पार गर्ने जुन दूरी छ त्यो पार गर्ने दूरी आश्रित चर, आश्रित चर हो। यसलाई हामी यसरी बुझौँ, रबर ब्यान्डको जुन तन्काइ छ हामी आफ्नो आवश्यकता अनुसार तन्काउन सक्छौँ, तर त्यसले पार गर्ने जुन दूरी छ त्यो दूरी कति पार गर्ने हो त्यो चाहिँ रबर ब्यान्डको तन्काइमा निर्भर रहन्छ, अथवा त्यसको मानलाई हामी पहिला नै निर्धारण गर्न सक्दैनौँ। त्यही भएर कागजको जुन गोली छ त्यो गोलीले पार गर्ने दूरी आश्रित चर हो। नेक्स्ट इक्जाम्पल हामी हेर्छौँ, बिरुवाको वृद्धि विकासमा, बिरुवाको वृद्धि विकासमा बिरुवाको वृद्धि विकासमा बिरुवाको उचाइ, बिरुवाको उचाइ, हाइट अफ प्लान्ट, बिरुवाको उचाइ, हाइट, बिरुवाको उचाइ आश्रित, आश्रित चर हो। किनभने बिरुवाको वृद्धि विकासको बारेमा अध्ययन गर्दाखेरि हामी मल, प्रकाश र पानीको मात्रालाई हामी नियन्त्रण गर्न सक्छौँ। त्यही भएर तिनीहरू चाहिँ स्वतन्त्र चर हो, तर त्यो मलको प्रयोगले अथवा त्यसमा परेको प्रकाशको कारणले अथवा एमाउन्ट अफ वाटर, पानीको कारणले त्यो बिरुवाको हाइट कति बढ्यो भन्नाले त्यसको कारण त्यसको हाइट कति बढ्यो भनेको बिरुवाको उचाइ चाहिँ आश्रित चर भयो। किनभने यो चाहिँ स्वतन्त्र चरमाथि निर्भर छ र यसको मान हामी पहिला नै निर्धारण गर्न सक्दैनौँ। 2 सेन्टिमिटर बढ्छ अथवा 3 सेन्टिमिटर बढ्छ भनेर हामी निर्धारण गर्न सक्दैनौँ। त्यही भएर बिरुवाको जुन उचाइ रहेको छ त्यो आश्रित चर हो। The last one is control variable. Now we are going to discuss about controlled variable. Last one is control variable. Last नियन्त्रित चर, यसलाई हामी नेपालीमा नियन्त्रित, नियन्त्रित चर, controlled, controlled variable भन्छ। नियन्त्रित चर, controlled variable। नियन्त्रित चर भन्नाले कुनै पनि प्रयोग वा अनुसन्धानमा कुनै पनि प्रयोग वा
अनुसन्धानमा कुनै पनि प्रयोग वा अनुसन्धानमा 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 प्रयोग अनुसन्धानमा प्रयोग वा अनुसन्धानलाई मान्य बनाउनको लागि नियन्त्रण गर्नुपर्ने चढहरूलाई नै नियन्त्रित चर कन्ट्रोल्ड भेरिएबल नियन्त्रित चर भनिन्छ। यसलाई हामी इक्जाम्पलद्वारा बुझौँ। इक्जाम्पल फर्स्ट जस्तै पहिलो इक्जाम्पलमा रबर ब्यान्डको तन्काइलाई नै लियौँ। रबर ब्यान्डको तन्काइमा हामी रबर ब्यान्डको तन्काइमा कागजको गोलीले पार गर्ने दूरीको बारेमा अध्ययन अनुसन्धान गर्दाखेरि यसमा चाहिँ जस्तै गोलीको जुन कागजको गोली छ त्यसको मोटाइ कति राख्ने हो त्यसलाई एकदम कन्ट्रोल गरेर राख्नुपर्छ। जस्तै पहिलो प्रयोगमा हामी मानौ 2 mm रेडियस भएको कागजको गोली राख्यो भने अनि अर्को प्रयोगमा 5 मिलिमिटर रेडियस भएको अथवा व्यास भएको कागजको गोली हामी युज गर्यो भने त्यो प्रयोग अथवा अनुसन्धान गर्दाखेरि त्यो रबर ब्यान्डको तन्काइले कागजको गोली कति दूरी पार गर्ने हो भनेर त्यो चाहिँ अध्ययन अनुसन्धान एथोनेटिक अथवा मान्य हुँदैन। त्यही भएर त्यसलाई मान्य बनाउनको लागि हामीले जुन रबर ब्यान्डको तन्काइमा गोलीको जुन मोटाइ छ कागजको गोलीको मोटाइ छ तन्काइमा कागजको गोलीको मोटाइ र रबर ब्यान्डको मोटाइ नियन्त्रण गर्नुपर्ने हुन्छ। त्यही भएर यिनीहरू नियन्त्रित चरहरू हुन्। त्यस्तै हामी नेक्स्ट इक्जाम्पलमा हेरौँ। नेक्स्ट इक्जाम्पलमा जस्तै बिरुवाको वृद्धि विकासमा प्रकाशको असरबारे अनुसन्धान गर्दा मानौ हामीले सुरुमा
पहिलो दिन हामी 20 सेन्टिमिटर हाइट भएको बिरुवा लिन्छौँ। दोस्रो दिन हामी 25 सेन्टिमिटर हाइट भएको बिरुवा लिन्छौँ। तेस्रो दिन चाहिँ हामी 30 सेन्टिमिटर हाइट भएको बिरुवा लिन्छौँ। अनि हामी त्यसको रिजल्टको बारेमा डिस्कस गर्छौँ भने त्यो प्रयोग अथवा अनुसन्धान नैतिक अथवा मान्य हुँदैन। त्यही भएर त्यसलाई मान्य बनाउनको लागि प्रकाशको असरबारे बिरुवाको वृद्धि विकासमा प्रकाशको असरबारे अनुसन्धान गर्दाखेरि सबै बिरुवाहरू एकनासै हुनुपर्छ। गर्दा सबै बिरुवाहरू एकनास वा सेम हाइटको हुनुपर्छ। एकनासे वा सेम हाइट चाहिँ नियन्त्रित चर हो। यसरी चाहिँ हामी 3 किसिमकै चरहरूको बारेमा इन्डिपेन्डेन्ट भेरिएबल, डिपेन्डेन्ट भेरिएबल र कन्ट्रोल्ड भेरिएबल नियन्त्रित चरको बारेमा हामी विस्तृतमा डिस्कस गर्यौँ। अब यसपछि हामीलाई अझ एक्जामिनेसन पोइन्ट अफ भ्यूले हामीलाई अझ नयाँ इक्जाम्पलहरू पढ्नुपर्ने हुन्छ। त्यो इक्जाम्पलहरूमा विभिन्न प्रकारका प्रयोग अथवा अनुसन्धान दिएको हुन्छ क्वेसनमा। त्यसबाट we have to distinguish which one is independent variable, dependent variable and controlled variable. This is very important. So let's discuss about more example of variables and also distinguish which variables are independent, dependent and controlled. Let's discuss. पहिलो हामी इक्जाम्पलमा हेर्छौँ अनुसन्धानको विषय। हामी यहाँ लेखौँ अनुसन्धानको विषय। त्यसपछि स्वतन्त्र चर, नेक्स्टमा हामी स्वतन्त्र चर, आश्रित चर र लास्ट वान इज नियन्त्रित चर। नियन्त्रित चर। हामी इक्जाम्पलहरू यहाँ हेर्छौँ। हेडिङमा हामी लेख्न सक्छौँ केही महत्त्वपूर्ण चर सम्बन्धी महत्त्वपूर्ण उदाहरणहरू, इक्जाम्पल्सहरू। देन आफ्टर वी ड्र हामी यस्तो तालिका बनाउँछौँ। अनुसन्धानको विषयमा हामी पहिलो 1 नम्बरमा धाराको टुटीको घुमाइ, धाराको टुटी, यसलाई हामी इङ्ग्लिसमा नब भन्छौँ। धाराको टुटी नबको घुमाइ र धाराबाट बग्ने पानीको वेग, स्पिडको बारेमा हामी धाराबाट बग्ने पानीको स्पिडको बारेमा अथवा धाराबाट बग्ने पानीको वेग अथवा मात्रा
को बारेमा हामी अध्ययन अनुसन्धान गर्न जाँदैछौँ। मानौँ धाराको टुटीको घुमाइ र धाराबाट बग्ने पानीको वेग, धाराको टुटीको घुमाइ र त्यसबाट बग्ने पानीको जुन वेग छ, मात्रा छ, त्यसको बारेमा हामी अध्ययन अनुसन्धान गर्यो भने धाराको टुटीको जुन घुमाइ छ त्यो घुमाइ चाहिँ स्वतन्त्र चर हुन सक्छ यहाँ। किनभने धाराको टुटीको जुन घुमाइ हामीले आफ्नो आवश्यकता अनुसार 45 डिग्री, 60 डिग्री, 90 डिग्री, 180 डिग्री अथवा 360 डिग्रीमै हामी आफ्नो आवश्यकता अनुसार घुमाउन सक्छौँ अथवा त्यसको हामीले आफ्नो आवश्यकता अनुसार मान निर्धारण गर्न सक्छौँ। त्यही भएर यहाँ चाहिँ धाराको टुटीको जुन घुमाइ रहेको छ, धाराको टुटीको घुमाइको जुन मात्रा छ, धाराको टुटीको घुमाइको जुन मात्रा छ डिग्रीमा, जति पनि डिग्री हुन सक्छ, त्यो चाहिँ स्वतन्त्र चर हो। भने त्यो धाराको टुटीको घुमाइको कारणले, जस्तै 45 डिग्रीमा 1 मिनेटमा यति पानीको मात्रा खस्यो, त्यो भनेको आश्रित चर हो। किनभने त्यो स्वतन्त्र चरको कारणले त्यसमा कस्तो असर देखा पर्यो भन्नाले त्यसको हामीले यति नै लिटर पानी खस्छ भनेर हामी मान निर्धारण गर्न सक्दैनौँ, अथवा त्यो स्वतन्त्र चरको कारणले त्यसमा के असर पर्यो त्यो बारे हामी अध्ययन अनुसन्धान गर्छौँ। त्यही भएर धाराबाट प्रति मिनेट अथवा प्रति सेकेन्डमा खसेको पानीको जुन मात्रा छ त्यो चाहिँ लिटरमा मानौँ, खसेको पानीको जुन मात्रा छ त्यो चाहिँ आश्रित चर हो। र यी अध्ययन अनुसन्धान गर्दाखेरि धाराको टुटीको घुमाइको कारणले कति मात्रामा पानी खस्दो रहेछ यसको बारेमा हामी अध्ययन अनुसन्धान गर्दाखेरि यसमा चाहिँ धेरै कुराहरू हामीले नियन्त्रण गर्नुपर्ने हुन्छ। त्यो चाहिँ नियन्त्रित चर अन्तर्गत पर्छ। जस्तै पानीको जुन प्रेसर छ, जस्तै धेरै पहिलो प्रयोग गर्दाखेरि हामी हाई स्पिडमा पानी पठाएको हुन्छौँ, दोस्रो प्रयोग गर्दाखेरि लो स्पिडमा पठाउँछौँ भने त्यसले चाहिँ यो अध्ययन अनुसन्धानको एथोनेटिक अथवा मान्यतालाई असर गर्छ। त्यही भएर हामीले त्यो धारामा पठाउने जुन पानीको चाप छ, प्रेसर छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ। भन्नाले पानीको चाप, प्रेसर अफ वाटर इज कन्ट्रोल्ड भेरिएबल, पानीको जुन चाप छ त्यो चाहिँ कन्ट्रोल्ड भेरिएबल हो। अब नेक्स्ट इक्जाम्पल हामी हेरौँ। दोस्रो इक्जाम्पलमा हामी अनुसन्धानको विषय रहेको छ सोलेनोइडमा विद्युत करेन्ट र चुम्बकत्वको सम्बन्ध। सोलेनोइडमा विद्युत करेन्ट र चुम्बकत्वको सम्बन्धको बारेमा हामी अध्ययन अनुसन्धान गर्न जाँदैछौँ। भन्नाले सोलेनोइडमा विद्युत करेन्ट र चुम्बकत्वको सम्बन्ध हामी पनि प्रिभियस क्लासहरूमा 6, 7, 8 तिर विद्युतको करेन्टको प्रयोग गरेर हामी विद्युत चुम्बक बनाएका थियौँ। जस्तै सुरुमा हामी एउटा फलामको किल्ला लिन्छौँ र त्यो किल्लामा चाहिँ हामी यसरी तार बेर्छौँ। यो बेरिएको तारको जुन सामूहिक फर्म छ यसलाई नै हामी सोलेनोइड भन्छौँ। सोलेनोइड फलामको किल्लामा बेरिएको तारको जुन सञ्जाल छ, समूह छ, यसलाई नै हामी सोलेनोइड भन्छौँ। यसमा हामी ब्याट्री जडान गर्छौँ अनि यसमा विद्युतको करेन्टको मात्रा हामीले कति मात्रामा करेन्ट पठाउँदाखेरि
त्यसमा चुम्बकीय शक्ति अथवा त्यो सोलेनोइडहरूले तानेको पिनहरूको संख्या अथवा त्यो फलामको किलाले तानेको पिनहरूको जुन संख्या छ त्यसको बारेमा हामी अध्ययन गर्दाखेरि सोलेनोइडमा विद्युत करेन्टको जुन मात्रा छ त्यो चाहिँ स्वतन्त्र चर हो। किनभने त्यसलाई चाहिँ हामी कति भोल्ट करेन्ट पठाउने, कति एम्पियर करेन्ट पठाउने भन्नेले हामी आफैले मान निर्धारण गर्न सक्छौँ। आफ्नो आवश्यकता अनुसार हामी परिवर्तन गर्न सक्छौँ। त्यही भएर सोलेनोइडमा विद्युत करेन्ट र चुम्बकत्वको सम्बन्धको अनुसन्धानमा विद्युत करेन्टको जुन मात्रा छ, विद्युत करेन्ट एम्पियरमा विद्युत करेन्टको जुन मात्रा छ त्यो चाहिँ स्वतन्त्र चर हो। र त्यो विद्युत करेन्टको कारणले कति पिनहरूलाई त्यसले अट्र्याक्ट गर्न सक्छ त्यो चाहिँ आश्रित चर हो। भन्नाले सोलेनोइडले तानेका पिनहरूको संख्या चाहिँ आश्रित चर हो भने अब सोलेनोइडमा प्रयोग भएको जुन तार छ त्यसको फन्काको संख्या हामीले स्थिर राख्नुपर्छ अथवा कन्ट्रोल राख्नुपर्छ। भन्नाले सोलेनोइडमा तारको फन्काको संख्या सोलेनोइडमा तारको फन्काको संख्या नियन्त्रित चर हो। अरू पनि नियन्त्रित चर हुन सक्छ, जस्तै जुन अट्र्याक्ट गर्ने पिनको साइजहरू छ सबै एकनासकै हुनुपर्छ। पिनको साइज यिनीहरू चाहिँ नियन्त्रित चरहरू हुन्। त्यस्तै हामी नेक्स्ट इक्जाम्पल हेरौँ। चिनीको घोल्य मात्रामा तापले के असर पर्छ। हामी नेक्स्ट इक्जाम्पल हेरौँ 3 नम्बरमा। 3 नम्बर, चिनीको घोल्य मात्रा सोलबिलिटी अफ सुगर, चिनीको घोल्य मात्रामा तापको असर बारे हामी अध्ययन अनुसन्धान गर्न जाँदैछौँ। तापको असर अनि हामी अलरेडी पढिसकेका छौँ। जस्तै धेरै ततायो भने त्यसमा चिनीको मात्रा हामी बढी थप्न सक्छौँ। यदि कम हिट छ भने त्यसमा चिनीको मात्रा अलि कम नै घुल्छ। भन्नाले पानीको तापक्रम जस्तै हामी कति डिग्री सेल्सियस तताउने हो, 45 डिग्री सेल्सियस तताउने हो कि 80 डिग्री सेल्सियस तताउने हो कि 90 डिग्री सेल्सियस तताउने हो, त्यो जुन तापको मात्रा छ भन्नाले पानीको तापक्रम जुन छ, पानीको तापक्रम त्यसको मान हामी आफैले निर्धारण गर्न सक्छौँ अथवा आवश्यकता अनुसार परिवर्तन गर्न सक्छौँ। मानव डिग्री सेल्सियसमा पानीको तापक्रम डिग्री सेल्सियसमा निर्धारण गर्न सक्छौँ। त्यही भएर पानीको तापक्रम डिग्री सेल्सियसमा चाहिँ स्वतन्त्र चर हो। त्यसको कारणले पानीमा घुल्न सक्ने चिनीको मात्रा अथवा यसलाई हामी घोल्ने मात्रा पनि भन्छौँ, पानीमा घुल्न सक्ने चिनीको मात्रा
चिनीको मात्रा हामी ग्राममा लियौँ। चिनीको मात्रा भन्नाले जति हामी टेम्परेचर बढायौँ त्यसमा चिनीको मात्रा पनि हामी बढाउन सक्छौँ भन्नाले टेम्परेचरको कारणले चिनीको मात्रा बढ्ने हो भन्नाले स्वतन्त्र चरमाथि आश्रित भयो। त्यही भएर पानीमा घुल्न सक्ने जुन चिनीको मात्रा छ त्यो चाहिँ आश्रित चर हो। र यो अध्ययन अनुसन्धान गर्दाखेरि चिनीको घोल्य मात्रामा तापको असर अध्ययन अनुसन्धान गर्दाखेरि त्यहाँ चाहिँ घोलमा भएको जुन पानी छ पानीको जुन मात्रा छ त्यसलाई हामी कन्ट्रोल गरेर राख्नुपर्ने हुन्छ। पानीको मात्रा त्यहाँ घोल्ने मात्रामा भएको पानीको जुन मात्रा छ पानीको मात्रा एकदम स्थिर राख्नुपर्छ। प्राय हामी घोल्ने मात्राको बारेमा अध्ययन गर्दाखेरि पानीको मात्रा 100 ग्राम लिने गर्छौँ। यसरी चाहिँ हामी 3वटा इक्जाम्पल हेऱ्यौँ। त्यस्तै अझै हामी 2टा इक्जाम्पल जति हेरौँ। यति हेरिसकेपछि हामी एक्जामिनेसन पोइन्ट अफ भ्यूले मजाले जस्तो डिफिकल्ट क्वेसन आए पनि हामी इक्जाममा लेख्न सक्छौँ। 4th इक्जाम्पल हामी हेर्छौँ। 4th इक्जाम्पल रहेको छ मुटुको धड्कनमा कसरतको प्रभाव। हार्टबिटमा व्हाट एफेक्ट एक्सरसाइज अन हार्टबिट। मुटुको धड्कनमा कसरतको प्रभाव। मुटुको धड्कनमा कसरतको प्रभाव। मुटुको धड्कनमा कसरतले कसरी प्रभाव पार्छ त्यो बारे हामी अध्ययन अनुसन्धान गर्दाखेरि मानव कसरत गर्ने जुन समय छ त्यसलाई चाहिँ हामीले त्यसको मानलाई त्यसको भ्यालुलाई हामी नियन्त्रण गर्न सक्छौँ भन्नाले हामीले आवश्यकता अनुसार परिवर्तन गर्न सक्छौँ। त्यही भएर कसरत गर्ने समय जुन रहेको छ कसरत गर्ने समय मानव मिनेटमा छ। मिनेटमा कसरत गर्ने जुन समय छ त्यो चाहिँ स्वतन्त्र चर हो भने अब धड्कनमा कसरतको प्रभाव कस्तो पर्छ भन्नाले हामी मुटुको धड्कनलाई मेजर गर्छौँ भन्नाले 1 मिनेटमा मुटु धड्कने संख्या कति हुँदो रहेछ भन्नाले 1 त्यो गरिसकेपछि कसरत गरिसकेपछि 1 मिनेटमा मुटु धड्कने संख्या चाहिँ आश्रित चर हो। त्यो कसरत 1 मिनेट गरेको कारणले 1 मिनेटमा प्रति मिनेट कति मुटु धड्किरहेछ त्यसको संख्या चाहिँ आश्रित चर हो। र यो अध्ययन अनुसन्धान गर्दाखेरि यसमा चाहिँ हामी कसरतको टाइप, कसरतको अन्त्य, धड्कन नापको थाल्नेको अन्तराल जस्तै हामी 10 मिनट कसरत गर्यौँ अनि केही समयपछि हामी मेजर गर्छौँ 2 घण्टा 3 घण्टापछि त्यसले एथलेटिक अथवा मान्य हुने रिजल्ट दिँदैन। त्यही भएर हामीले कसरतको किसिम, प्रकार, कस्तो प्रकारको हामी कसरत गर्दैछौँ, अलि हार्ड हो कि अलि इजी खाले हामी कसरत गर्दैछौँ। त्यस्तै कसरतको अन्त्य र धड्कन नापको थालनी। धड्कन नापको थालनी सुरु गर्ने जुन समय छ त्यो चाहिँ हामीले नियन्त्रण गर्नुपर्ने हुन्छ। जस्तै हामी भर्खर एक्सरसाइज सक्यौँ अब त्यही बेला सक्ने बित्तिकै हामीले 5 सेकेन्ड पछि हामी मेजर गर्यौँ भने यसरी गर्दाखेरि यो चाहिँ हाम्रो जुन अनुसन्धान छ मुटुको धड्कनमा कसरतको प्रभाव त्यसले एथलेटिक अथवा मान्य हुने रिजल्ट दिने गर्छ। द्याट्स अल। यसरी चाहिँ हामीले चरका बारेमा विस्तृतमा अध्ययन गर्यौँ।
Thank you, class. That's all for today. And next portion we will discuss about next class. So thanks to all.